हामी चाहिँ त्यतिखेर सालबारी आएको छौँ। सालबारी सबैजना हेर्नु होला। सालबारीको जङ्गलमा रविन सर, मनोज भाइ यता हजुरआमा हुन्छ। राम्रो छ जङ्गल। पोखरी भएको त कहाँ पो? यो चाहिँ के रहेछ? पार्क त पाक्ने अब के लेखेको छ यहाँ पढौँ त। सुखानी शहीद स्मृति प्रतिष्ठान लडिन्छ। नि भाइ डेन्जर भ्लग बनाउनु परेन। बल्ल बल्ल आएको सालबारी। बिस्तारो बिस्तारो यो खिचेर यसले सालुमा पनि अब चाहिँ देखिँदैन भ्लगर भएर होइन। पोखरी छ, पुल छ, पानीको फ्लोरा हालिदिएको छ होला। के हो र बनाएको छ नि। नेपाल पनि अगाडि बढिसकेको छ नि। राम्रो छ नि यो होइन। जङ्गलमा यो हात्तीहरू चाहिँ आउँदैन होला नि बनाउनु। लु 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 आउनु है आउनु है। यहाँ त तपाईँको भालेको सिउर जस्तो भएछ। भाइ के आतङ्कवादी हो देशमा। इन्डियाको प्रभाव परेको यो। इन्डियाको आजतक न्युजको प्रभाव हो क्या। युद्ध अहिले नै ठोकिहाल्दा जस्तै गर्छ नि त। छ्यास केही हुने बित्तिकै आजतक अर्को। हेलो हेलो, तिम्रो नाम के हो त? मेरो नाम सौभाग्य। सौभाग्य कतिमा पढ्छौ? कहाँ पढ्छौ? 5 मा हो। कुन स्कुल? ध्रुवा तारा इङ्ग्लिस बोर्डिङ स्कुल हो। ए कहाँको पो त ध्रुवा तारा त? तिम्रो अलिक लामो रहेछ। मेरो चाहिँ @mykoreandays5566 हान्नु आइहाल्छ। ओ 71 भनेपछि तिम्रो। मेरो चाहिँ 1700। मेरो च्यानललाई प्रमोट गरिदिनु ल। ओके ओके हस्। फुटबलको कसको फ्यान हो तिमी? रोनाल्डोको फ्यान हो? ल यता यता ल। ए कट्टी त्यसो भए। कट्टी है त्यसो भए। कट्टी है त्यसो भए रोनाल्डोको फ्यान हो। अब रोनाल्डोको कट्टी भनेपछि बुझ न भाइ। मेसी त मेरो डाइहार्ड हुन्छ। हामी त बेसी मनै पर्दैन भाइ। बेसी मनै पर्दैन नि होइन। फेरि अहिले छैन। भोटिङ छैन भाइ। हुन त हुन्छ भने हिजो खेलेको चाहिँ आज अङ्कले हो। कहाँ जानु भयो? ए म यहाँ त पिङ पनि पो रहेछ। ठुलै छ नि, लामो छ। के हो यहाँ? पिङ हो? क्या राम्रो जोडी ल। युगल जोडी हालिँदैन। लु भयो, लु जाउँ यता।
भ्लगमा आयौँ हामी भ्लगमा पुरै प्योर भ्लगमा आउनु पर्यो कोरियादेखिको भ्लग छ नि हेर्दिएन माथि जाउँ माथि यहाँ त केही छैन यहाँ जाने हो र माथि पुलतिर जाउँ न पुलबाट पारि जाउँ सट्टा हेर्दा यहाँ फोटो खिच्ने ल यता बस्नु म खिचिदिन्छु 3 जनाको ल तर राम्रो आउँदैन अलिक राम्रो आउँछ यहाँ राम्रो आउँछ होइन राम्रो आउँछ नि यहाँ तल कता अनि यता तराई आए पछाडि उनीहरूको हुन्छ नि त मान्छे तिनीहरूले सफाहरू भने खोलामा भएर खखको काठ फेरि लास्टमा काठमा त्यही हो सालबारीको भ्रमण सक्यो कोरियाको 1 मेटियो नि त फेरि यसपालि 3 भाइ अस्ति 2 भाइ मात्रै थियो यसपालि 3 भाइ रुख त हुँदैन खोचै हुन्छ कपासको त कस्तो छ सालबारी राम्रो रहेछ सबै सालै साल होइन बन्द गर्ने छिर्ने एकछिन बन्द गर्ने निक्लिन्छ कति बजीसम्म निक्सिन पाएँ हो जस्तो लाग्यो होइन नि यहाँ झापा गर्कै छ नि सुखानी दारी त्यतिखेर नि एउटा दारीवाला रहेछ नि कुन चाहिँ रामनाथ दाल नेत्र घिमिरे दारीवाला ए यहाँ रहेछ लेखेको वीरेन्द्र सिंह राजवंशी शहीद रामनाथ दाहाल शहीद नेत्र घिमिरे वीरेन्द्र सिंह शहीद 1900 युवा भदौरे तेह्रथुम तत्कालीन ठेगाना चारपाने झापा गिरफ्तारी 2029 साल मङ्सिर 28 गते चारपाने पछिल्लो पटक छातीमा गोली हानी हत्या गरिएको तत्कालीन गरामुनि झापा गिरफ्तारी 29 पुस 13 गते छातीमा गोली हानी हत्या गरेको तत्कालीन 1998 साल ज्यामिरगढी झापा तत्कालीन ठेगाना ज्यामिरगढी झापा गिरफ्तारी 2029 मङ्सिर चन्द्रगढी पछिल्लो पटक टाउकोमा गोली हानी हत्या गरिएको शहीद कृष्ण पुइकेल 2011 साल गरामुनि झापा तत्कालीन ठेगाना गरामुनि गिरफ्तारी 2029 माघ 1 गते तोपगाछी छातीमा गोली हानी हत्या गरिएको शहीद नारायण श्रेष्ठ 2012 साल फिक्कल इलाम तत्कालीन ठेगाना गरामुनि झापा गिरफ्तारी 2029 साल माघ 1 गते तोपगाछी बायाँ कोखामा गोली हानी हत्या गरिएको उहाँहरू सबैलाई पञ्चायती शासकद्वारा झापाबाट इलाम स्थित जेल सार्ने बाहनामा 2029 फागुन 21 गते झापा र इलामको सीमा क्षेत्र अवस्थित सुखानी जङ्गलमा लगी हत्या गरिएको थियो अरे यति रहेछ नि त इलाममा जेलमा सार्ने उमा चाहिँ हत्या गरिएको रहेछ नि त होइन